नमस्कार, म अधिवक्ता प्रितम तामाङ। आजको यस भिडियोमा म यहाँहरू समक्ष यहाँहरूकै जिज्ञासाको बारेमा कुरा गर्न गइरहेको छु। फर एक्जाम्पल, यहाँहरूको जिज्ञासा के रहेको छ भने अदालतबाट सम्बन्ध विच्छेद भएको छ। अब के अदालतले दिएको यस्तो सम्बन्ध विच्छेदको कागजलाई ओडामा पनि दर्ता गराउनु पर्छ कि पर्दैन, अर्थात् ओडालाई जानकारी गराउनु पर्छ कि पर्दैन भन्ने यहाँहरूको जिज्ञासा रहेको छ। यस्तै कतिपयको के अवस्था रहेको छ भने ओडामा विवाद दर्ता नगरेको पनि हुन सक्छ र मैले त ओडामा विवाद दर्ता गराएको छैन, तर के यस्तो अवस्थामा पनि सम्बन्ध विच्छेद भएपछि अदालतले दिएको सम्बन्ध विच्छेदको पेपरलाई ओडा कार्यालयमा दर्ता गराउनु पर्छ कि पर्दैन भन्ने सम्बन्धित आजको यस भिडियो केन्द्रित रहनेछ। यस सम्बन्धी जानकारी पाउनको लागि हामीले नेपालको कानुन, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 18 हेर्नुपर्ने हुन्छ। दफा 18 मा के व्यवस्था गरिएको छ भने व्यक्तिगत घटनाको सूचना ओडा कार्यालयमा दिनुपर्नेछ भन्ने व्यवस्था गरिएको छ। अर्थात् सम्बन्ध विच्छेद भनेको एक प्रकारको व्यक्तिगत घटना हो, तसर्थ सो व्यक्तिगत घटना भनेको ओडा कार्यालयलाई जानकारी गराउनु पर्ने हुन्छ। ओडा कार्यालय भनेको एउटा यस्तो स्थानीय निकाय हो जुन कार्यालयमा हाम्रो व्यक्तिगत घटनाको रेकर्ड हुने गर्दछ। तसर्थ पनि अदालतबाट सम्बन्ध विच्छेद भएपछि त्यस्तो सम्बन्ध विच्छेद कागजलाई ओडा कार्यालयमा दर्ता गराउनु पर्ने हुन्छ। ओडा कार्यालयलाई व्यक्तिगत घटना अर्थात् सम्बन्ध विच्छेद भएको सूचना दिनुपर्ने हुन्छ। त्यसपछि मात्र तपाईहरुको कम्प्लिट काम पूरा हुने गर्दछ। र तपाईले यसरी कम्प्लिट काम गर्नुभयो भने एउटा तपाईलाई भविष्यमा के सजिलो हुन सक्छ भने यदि तपाईले दोस्रो विवाह गर्नु पर्यो भने अथवा कोर्ट म्यारेज गर्नु पर्यो भने ओडा कार्यालयबाट तपाईले अविवाहित रहेको सिफारिस पत्र ल्याउनु पर्ने हुन्छ र त्यस बखतमा पहिला विवाह भएर सम्बन्ध विच्छेद गर्नु भएको हो भने त्यति बेला पनि डिभोर्स प्रमाणपत्र सर्टिफिकेट आवश्यक पर्दछ। तसर्थ यहाँहरूले अदालतमा गएर मिलापत्रबाट डिभोर्स गर्नु भएको छ भने पनि त्यस्तो कागजलाई ओडा कार्यालयमा दर्ता गरेर ओडा कार्यालयबाट डिभोर्स सर्टिफिकेट अर्थात् सम्बन्ध विच्छेदको प्रमाणपत्र लिनुहोला।